हेलो एभ्रिवान, के छ खबर? सन्चै हुनुहुन्छ? दिनहरू कस्तो बितिरहेछ? मेरो त यस्तै हो, कलेज जाने आउने। आज चाहिँ म कलेजबाट डाइरेक्ट सरकारी हस्पिटल गएको थिएँ किनकि मैले हिजोको रिपोर्ट लिन थियो। हस्पिटल आउने बित्तिकै एकदम खाली देखेँ, किन भनेको भत्ता नपाएर यहाँ आन्दोलन रहेछ। अहिले शिक्षकदेखि लिएर डक्टरसम्म सबैले आन्दोलन गर्न भ्याउनु भएछ। त्यसपछि चाहिँ म रित्तो हात फर्केँ। हल्का घुमेर गयो भने चाहिँ यहाँ मुस्लिमहरूको स्कुल र होस्टेल घुम्न पाइन्छ कि हामी त्यहाँबाट आउँदै गयौँ। घरमा चाहिँ भात दाल पाकेको थियो, तर पनि मलाई चटनी खान मन लाग्यो अनि मैले चटनी मिक्सरमा पिसेँ। त्यही चटनीमा फेरि अलिकति सोयाबिन हालेर खानु मन लाग्यो अनि मैले चाहिँ सबै थोक राखेर खाना खाएँ। खाना खाँदा 2 बजिसकेको थियो अनि म चाहिँ लागेँ पसलतिर अनि पसलमा गएर यताउता गर्दा रात परेको थियो। अनि चाहिँ हामी पसलबाट फर्किन लाग्दा किन स्टार्ट हुँदैन भनेको पेट्रोल भ्याइरहेछ अनि मैले फेरि बन्द गरेको पसल खोलेर पैसा झिकेर पेट्रोल किनेर ल्याएर हालेँ अनि त्यसपछि फेरि म घरतिर लागेँ। पुरो भयो भने तपाईँलाई मेरो भिडियो कस्तो लाग्छ भन्नु ल।